गाउँको वास्तविकता यही नै हो, माटो, मेहनत अनि आशा। हे गाइज, म रुबी दाङको एउटा सानो गाउँबाट। अनि आज मेरो डेली भिडियो अपलोडिङको डेट 27 हो। अनि आज चाहिँ म आएको छु खेतमा। अनि फाइनली साथीहरू हाम्रो चाहिँ खेतीपाती सकिएको छ। अनि त्यसपछि आज चाहिँ पानी हाल्ने, मेरो चाहिँ आज पानी हाल्ने ड्युटी छ। यो चाहिँ हाम्रो हो खेत। अनि यो पनि पानीसँग जतिसम्म राखिएको छ यो चाहिँ हाम्रो खेत हो। अनि म चाहिँ आएको छु पानी हाल्न। अनि यहाँ चाहिँ म पुरा कपडा सपडा माथि गरेर खन्न थालेँ। अनि खेतमा पानी सजाउनु पर्यो नि त। अनि त्यसपछि धानमा अब अहिले नै पानी हालिदिएपछि अनि राम्रो हुन्छ नि त। अनि धान लगाउँदा यति धेरै खर्च भएर हुन्छ नि त। अलि राम्रोसँग गोडमेल गरेर अनि पानी सानी हालेर खर्च त उठाउनु पर्यो। त्यही भएर मैले पनि यता कपडा सपडा माथि गरेर अनि पुरै खन्न त आउनु साथी कति पनि मलाई आउनु। त्यही पनि मैले कोसिस गरिरहेको छु। अब के गर्ने, अब सानैदेखि खन्ने बानी परेको भए पो आओस्। अनि त्यही पनि ट्राई गर्दैछु। अलिअलि गरेर पानी हाल्दैछु। अलिअलि गरेर खेतमा पानी जान थालिसक्यो। भेटौँला अर्को भिडियोमा।